हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु द ब्लग। सो आज चाहिँ हामी हाम्रो स्कुलको तर्फबाट जाँदैछौँ पिकनिक। सो टुडे वी आर गोइङ टु कहाँसम्मको अरे यात्रा? यो हाम्रो टप्पुसम्म हो। होइन हो यता पनि एकदम रमाइलो गर्नेवाला छौँ होइन अन्सु? हो के गर्ने अरे? के गर्ने अरे? कहाँसम्मको? भ्लगमा कपिराइट आउने भयो नि हौ अब गीत बजाएर त। अच्छा ल गाइस अहिले कस्तो लागिरहेको छ? ल थामौँ है। हामी चाहिँ अहिले गइरहेको छौँ लोकेसनमा पुग्ने लाग्यो। सो फाइनली अहिले चाहिँ हामी हाम्रो लोकेसनमा आइपुगेका छौँ। तलबाट हिँड्दाखेरि चाहिँ अलि धेरै टाइम लाग्यो होइन। 8:30-9 बजेको थियो होला। यो हामी आएको पिकनिक स्पट भनेको चाहिँ सन्दकपुर गाउँपालिकाको सन्दकपुर 3मा पर्छ। इलामको जसपिरेबाट यहाँसम्म लगभग 1 घन्टाको समय लाग्छ। अहिले चाहिँ हामी यो जुन ठाउँमा आएको छ यसलाई टप्पु भन्छ। सामुदायिक वनकै यो भित्रको एउटा ठाउँ हो। पाटिनागीकै लगभग हाइटमा चाहिँ यो ठाउँ ठ्याक्क पर्छ। अनि आज हाम्रो तीनटा चारवटा ग्रुप छ। त्यसमा हामी चाहिँ दोस्रो ग्रुप हो। पहिलो ग्रुप चाहिँ आएर यहाँ अघि नै एकदम खानेकुरा रेडी गरिरहनु भएको छ। ल के छ त अनि केटाहरू एकदम तयारी अवस्थामा हो? कति बेला आएर अनि कति मिनट भइसक्यो त यहाँ काम गरेको? ल आधी घन्टा भयो अरे यहाँ आएर चाहिँ यस्तो गरेको। यता हाम्रो हेड सर हुनुहुन्छ यहाँ, टिका सर। टिका सर के छ हो नि? आज त गुड पनि गर्न पाएको छैन। ल यता खुकुरी बोकेर होइन डिल्ली सरले चाहिँ एकदम धेरै आगो बाल्नेदेखि लिएर सब काम एकदम व्यस्त हुनुहुन्छ। अब हामी पनि यहाँ व्यस्त हुनुपर्ने स्थिति छ। आज हामीले गर्ने रमाइलो चाहिँ हामी देखाउँछौँ। हुन्छ भरे ढुट्टिएला फेरि अलिक ठुल्ठुले सरहरू हुनुहुन्छ दुईजना। ल यहाँ सरहरूको भनाइअनुसार चाहिँ यो ठाउँबाट अलिकति परतिर गएर डाँडाबाट हेर्दाखेरि चाहिँ कञ्चनजङ्घा हिमालहरू एकदम राम्रो देखिन्छ अरे भन्नुभयो। त्यहाँबाट एकछिन परतिर गएर हेरेर आएर अनि हामी पनिरदेखि लिएर सब आइटमहरू चाहिँ बनाउने गर्छौँ। ल अब कञ्चनजङ्घा कुम्भकर्ण हामी ठ्याक्कै हो डाँडा अलिकति चाहिँ के चाहिँ देखिँदो रहेछ ल यहाँ गुराँस फुल्ने डाँडा काँडा छ। यतापट्टि पाटिनागी हो। यो ठाउँ चाहिँ पाटिनागी हो इलामको। यहाँ पनि पिकनिक स्पट नै हो भने
अहिले चाहिँ हामी अब ब्रेड बिहानको नास्ता खाँदैछौँ होइन हाम्रो सरस्वती मिठो हुन्छ यो बाहिरको अत्यन्तै मिठो हुने हुँदाखेरि तपाईँहरूमा आज सरस्वती मिसले चाहिँ राम्रो ब्रेड हाम्रो ज्ञानी नानीहरू छन् दुईजना साह्रो काम गर्छन् साह्रो सघाउँछन् अरू चाहिँ घुम्न गए तर यिनीहरू चाहिँ काम गरिरहेछन् नवीन सर घुम्दै हुनुहुन्छ होइन सर पुलाउ पकाउने एकदम रेडी तपाईँको रोटी कस्तो छ त्यो मेरो रोटी यस्तो हो ए ल ठिक छ हाम्रो एकदम राम्रो छ यहाँभित्र हाम्रो जाम पनि छ जाम र चिया मिसाएर खाँदैछौँ आउँछ अङ्कल आइहाल्छ कस्तो छ अहिलेलाई ल यहाँ भेजको लागि स्याउ पाक्दैछ होइन टमाटर काटिरहेछन् यिनीहरूले कक्षा 8 का हुन् यिनीहरू चाहिँ पुरानो भ्लगमा यो आकृति पनि थियो पहिला होइन अहिले यत्रो भएको चाहिँ अब अर्को चुलो बन्दैछ यहाँ अर्को चुलो बन्दैछ यहाँ हाम्रो पुलाउको कार्यक्रम हुँदैछ यहाँ एकदम कार्यक्रम पुलाउको के चामल भुट्ने प्रक्रिया होइन त यो अब एकदमै चामल भुट्ने प्रक्रिया सुरु हुँदैछ घुम्ने चाहिँ एकछिनमा ल यता हाम्रो धर्म सर यहाँ चाहिँ भर्खर आएर होइन यहाँ दिइरहनु भएको छ दरार शाबाश बेटा मटर यो चाहिँ के भुटेको अरे बदाम एकदम भुटिरहनु भएको छ यस्तो चडक्क परेर आएर चाहिँ बदाम भुट्दा अलिक सुहाएन होला हौ सरलाई दुईजना अध्यक्षज्यूहरू यहाँ एकदमसँगले चाहिँ पुलाउ खतरा भुटिरहनु भएको छ अब त्यहाँ पनि तयारी हुँदैछ अब यो पुलाउ पकाइसकेर हामी यसमा एउटा मासु राख्यो यसमा एउटा मासु राख्यो हामी चाहिँ आज भुटेको वाला पुलाउ पकाउन आँट्दैछौँ है स्पेसल पुलाउ ल हाम्रो गुरुआमाहरू चाहिँ यहाँ एकदमसँगले लागि पर्नु भएको छ होइन जीवन मिसमा खोर्सानी काटिरहनु भएको छ यता टिका मिसले चाहिँ के गर्दै हुनुहुन्छ अरे प्याज चाहिँ केलाउन सक्ने यो कस्तो पावर छ भनेको मेरो अलिअलि विशेष सुपरभिजनमा कोलीको नेतृत्व गर्दैछु मैले के कसो भइरहेछ सबै हजुर हाम्रो 11 का टोलीहरू छन् यिनीहरू चाहिँ धनियाँ टोली हुन् धनियाँ राम्रोसँगले यिनीहरूले चाहिँ तिमीहरूको चाहिँ के अरे विशेष एकदम यसमा किरा फिल्टर गरेर होइन धनियाँ चाहिँ एकदम छुट्याउने तिमीहरूको विशेषता होइन त ल अहिले चाहिँ हामी यहाँ पानी लिन आएको छौँ है पानीको चाहिँ अलिकति थोरै यता टाढा आउँछ यहाँ यिनीहरूले चाहिँ पानी ठुलो छ पानी चाहिँ अनि यही पानी चाहिँ यहाँ भेला भएर यस्तो झिल बन्ने रहेछ कि सानो पोखरी जस्तो
पैसा दिँदा ल हाम्रो खाने बेला भयो अब चाहिँ होइन ठ्याक्कसँगले हाम्रो आइटम पनिर च्याउ पुलाउ अचार यहाँ हाम्रो भेज टोली अरू पनि थपिने क्रम हुन्छ यहाँ अलिकति उतापट्टि चाहिँ हाम्रो नन भेज टोली सर्वहारीहरू यहाँ टोलीहरू एकदम तयारी अवस्थामा सबै रेडी भएर बसिरहेछ ल कस्तो छ त हो नि मिठाई भएछ खानेकुराहरू मिठाई भएछ के छ नानी हो भन्नु केही छ अब सबै शाकाहारी सबभन्दा मिठो चाहिँ के भएछ त सबै चिज ठिक छ सबभन्दा मिठो रेटिङ गर्नु पर्यो भने मकै घरमा हुन्छ हो ल हजुर ल हाम्रो यता भेज आइटम यता तिनवटा टोली छुट्टै बसेका छन् यिनीहरू चाहिँ किन बाजे के क्या हो तिमीहरू त ल सरहरू यहाँ एकदमसँगले चाहिँ ट्याक्क दक्षज्यूहरू खाइरहनु भएको छ यता हाम्रो खुच्ची टोलीहरू ट्याक्कसँगले मैले देख्छु त म के छ केटा मिठो छ ल के मिठो भएछ त ए है त अनि भात मात्रै रहेछ आउँदैछ यहाँ बाँडेको बाँडै हेर्छु सरले के छ अनि आइपुग्यो चिकन टोलीहरू तिमीहरू चाहिँ यहाँ चाहिँ कुन टोली हो दुईटै टोली हो मटन टोली महँगो टोली पो रहेछ यो चाहिँ हाम्रो रिदम हो केटो अस्ति यसले चाहिँ स्टन्ट देखाउने भएर हातको व्यवस्था गरिरहेछ यसले यिनीहरूलाई चाहिँ आजको पिकनिक साह्रै नै रमाइलो लाग्यो अरे हो त्यो चाहिँ के गरिस् त पिकनिकमा आएर आज पिकनिकमा आएर के गरिस् त तैँले बम ब्लास्ट पनि खेल्नु भ्याइस गेम ल हामी चाहिँ अहिले ठ्याक्कै अब मेरो भाग चाहिँ यो चाहिँ मेरो भाग हो होइन यहाँ चाहिँ पनिर च्याउ अनि त्यस पछाडि पुलाउ र अचार छ तिमीहरू पनि खाइरहेछन् हाम्रो टोली चाहिँ टोली चाहिँ यहीँनिर छ केटाकेटीहरू ठिक छ आज यो पनिर अत्यन्तै मिठो गरी बनाएको रहेछ मिठो कटाइ पनि राम्रो चारपाटीको मिलाएर चट्ट परेको बनाएको छ रुको जरा सबर करो नुन खोर्सानी लगायत सारा कुराहरू मिलेको अत्यन्तै राम्रो स्वादिष्ट अच्छा यो मलाई सलादमा यो अति मनपर्छ यति मनपर्छ नि त त्यति धेरै मनपर्छ और अभी तो रुको क्लाइमैक्स अभी बाकी म जहिले खाने गर्छु त्यति मन धेरै पर्छ अनि यसलाई गफको पारेर खाँदा यो पछाडिका फुच्चाफुच्चीहरू चाहिँ कहाँ घुम्न गएर भर्खर खाइरहेको मेरो ढुङ्गाना लक्ष्मी ढुङ्गाना ल आजको हाम्रो पिकनिक चाहिँ अब लगभग अन्त्यतिर आइसकेको छ यहाँ एसेम्ब्ली जस्तो सानो विद्यार्थीहरूलाई हामी उभ्याएर चाहिँ एटेन्डेन्स गराउँछौँ त्यस पछाडि अनि हामी घर जान्छौँ सो सी यू इन द नेक्स्ट ब्लग यो ब्लग चाहिँ धेरै पछि बनाएको हो सो किप सपोर्टिङ किप सब्सक्राइबिङ सी यू इन नेक्स्ट ब्लग थ्याङ्क यू